पार्टी लिएर आएका छौं, जुन परिवार वा पहुँचका लागि होइन, हाम्रो भविष्यका लागि जन्मिएको हो, शहीद अनि घाइतेहरूका लागि जन्मिएको हो। राष्ट्रिय परिवर्तन पार्टी। हामीले यो राष्ट्रिय परिवर्तन पार्टीको ट्रेलर हेरेका छौं। अब भने हाम्रो राष्ट्रिय परिवर्तनले 7 वटा एजेन्डाको घोषणा गर्दैछ र यो 7 वटा एजेन्डा के रहेछ र राष्ट्रिय परिवर्तनले किन अब हामी अब हेर्नेछौँ र यो भिडियो प्ले गरिदिनका लागि हाम्रो प्राविधिक साथीलाई म निवेदन गर्दछु। राष्ट्रिय परिवर्तन पार्टी। हाम्रा 7 प्रमुख एजेन्डा। प्रत्यक्ष राष्ट्रपति प्रणाली। हाम्रो देशमा अहिले प्रतिनिधिमूलक संसदीय प्रणालीको अभ्यास भइरहेको छ। कुनै पनि पार्टीले स्पष्ट बहुमत नल्याउँदा गठबन्धन सरकार बनाउनु पर्ने बाध्यता हुन्छ। गठबन्धन अस्थिर हुनका कारण 5 वर्षको अवधिमा 5 पटक भन्दा बढी सरकार बदलिनु, एक सरकारले बनाएको योजना अर्को सरकारले आएर रद्द गर्नु, सांसदहरू सौदाबाजी र भागभण्डामा फस्दा नीति निर्माण कमजोर हुनु, दीर्घकालीन विकास योजना अधुरै रहिरहनु जस्ता समस्या अन्त्यहीन दोहोरिँदै आएका छन्। त्यसैले हामी प्रत्यक्ष राष्ट्रपतीय प्रणालीको पक्षमा छौं, जहाँ राष्ट्रपतिको प्रत्यक्ष चुनाव जनताबाट हुन्छ। 4 वर्षसम्म सरकार स्थिर रहने स्पष्ट व्यवस्था हुन्छ। कार्यकारी सत्ता सिधै जनताप्रति उत्तरदायी हुन्छ। स्थिरता र उत्तरदायित्व आएपछि देशमा दिगो विकास, स्थायी शान्ति र सुशासन स्थापित हुने हाम्रो विश्वास छ। शून्य भ्रष्टाचार। नेपाललाई खाइरहेको मुख्य रोग भ्रष्टाचार हो। घुस, कमिसन सेटिङ र ठगीबाट कमाइएको अवैध सम्पत्ति जफत गरी राज्यको नाममा राखिनेछ। कसैको पद, पहुँच वा पहिचान हेरेर छुट दिइने छैन। पारदर्शिताका लागि हरेक काममा डिजिटलीकरण, डिजिटलाइजेसन अग्रसर गरिनेछ। टेन्डर, ठेक्का, भुक्तानी, कर्मचारी सरुवा, नतिजा प्रकाशन आदि सबै प्रक्रियामा भ्रष्टाचारीहरूलाई केवल जेल सजाय मात्र होइन, कडा श्रम सहितको हार्ड लेबर सजाय व्यवस्था गरिनेछ, ताकि भ्रष्टाचार गर्नु स्वयं डरलाग्दो अपराध बनोस्। सुशासन र प्रतिनिधिका प्राथमिकता बिगारेका छन्। हाम्रो मूल धारणा राजनीति सेवा हो, जागिर वा व्यवसाय होइन। त्यसैले सार्वजनिक पदमा बसेका प्रतिनिधिले राज्यको कोषबाट कुनै तलब भत्ता नै लिने छैनन्, किनकि तलब भत्ता लिने बित्तिकै सेवा जस्तो बन्दैन तर जागिर जस्तो बन्छ। जनप्रतिनिधिको जीवनयापन पार्टीको आफ्नै कोष, सदस्यता, सहयोग र पारदर्शी स्रोतबाट जनप्रतिनिधि नभएको बेला पनि जसको जीवन चल्छ, उहाँहरूले पदमा पुगेपछि राज्यको धन किन चाहियो? यही प्रश्नलाई नीति बनाइनेछ। यसरी राज्यबाट तलब भत्ता नलिने जनप्रतिनिधि बनाउने साहसिक निर्णय संसारकै पहिलो